यो चाहिँ दिस इज माई फर्स्ट ब्लग एन्ड वेलकम टु केच अप विथ सस 6-7। आज चाहिँ हामी फुलबारी रिजर्भ जान लागेको। यसको विशेषताको कुरा गर्नुपर्दा चाहिँ यो अलमोस्ट 10 इयर्स भइसक्यो कि एबन्डेन्ट भएको। अनि भित्र के कसो छ आज हेर्न चासो लाग्यो। आज शनिबारको दिन खुल्ला हुन्छ भनेको सुनेको थिएँ, भएन भने चाहिँ भ्लग आउँदैन होला है। ल एन्ड दिज आर माई फ्रेन्ड्स। बाँदरै फेल खान्छ कि यिनीहरूको अगाडि। सो दर्शक दिनहरू मोजा के भन्छ अरे स्टन हान्न खोजेको मोजै घिसेको अवस्था। या दुखिसकेको छ मलाई। मोजाबाट यत्रो भ्याएको त झरेको छ। सो ग्याङ एज यु क्यान सी राइट देयर इज द रेजर्ट। अब भित्र छिर्नु पर्ने हुन्छ है। केटा हो फा भयो त छिर्नु नपाउने अरे। ब्लगिङ भइसकेको छ है त। बाई बाई केटा हो। आज भोलि चाहिँ छिर्न दिन्न रे। अब त्यही भएर सक्यो। ट्रिपल लोडै ट्रिपल 3जना ल। यस्तो बाटो चाहिँ ल जे परे परोस्। ड्राइभर यस्तो कस्तो मजा आएको। सरी फर द्याट रफ रोड गाइज। के गर्नु त भाग्यमा गाडी नलेखेर होइन हाम्रो। ए गल्ती भाइ खै हाम्रो छैन क्या हो। टेन्टहरू मार्छ त यार। त्यही भनेको म माथि उब्रेको थिएँ कि म त हातबाट मोबाइल खस्छ जस्तो भाइ छैन त्यहाँ। मोबाइल त खस्दैन है दोस्त तिम्रो दोस्त। लामो चिकन फोन बनाउने मान्छे मैले फोन खसालेर भयो त अनि त अब यत्तिकोमा यस्तो बाटो चाहिँ ल खतरा बाटो। उयो हट 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 माथि गर्नु पर्दैन घरकेले छाउनु पराल खरा छैन नि झिङ्गटी। घरकेले छाउनु पराल खरा छैन नि झिङ्गटी। हौ भाग्यमै भए कमान्छु भन्छ चाटिन सम्पत्ति। हौ भाग्यमै भए कमान्छु भन्छ चाटिन सम्पत्ति। यो गाई चाहिँ चाहिँ दादाहरू अफरोड झार्दैछ दादाहरूले है। भ्यू हेर्न सक्छौ है केटा हो है। भ्यू त फेरि मार्मिक छ भने फेरि करोडौँ माइलको फेरि बढेको देख्न सक्छौ है। तिमीहरूले त राम्रोसँग देखेको छैन होला। अहिले देख्यो भने देखाउँछु। त्यही हो। एन्ड दिस इज सेती है त केटा हो। साथी यो नदीको बारेमा केही सो है केटा हो। तिमीहरू झुकेर नि यहाँ खसियो भने चाहिँ यो बगाउने खोला हो। बगाउने खोलामा चाहिँ तिमीहरू ढुक्क बस्छ केटा हो। बगाउने खोलामा चाहिँ किनकि बचाउने जस्तो बस आफू बाँच्ने जस्तो हुन्छ कि केटा हो। जमेकोमा भन्दा सजिलो। जमेकोमा त यत्तिकै अब त तिमीहरूले पौडी खेल्न आउनु भने यत्तिकै अब तिमी तल जाँदै गर्छौ अनि सास थमेपछि तिमीहरू त सक्यो। अनि यहाँ त फेरि अलिकति तिमीहरूले अलिकति हातभित्र चाल्न भने आयो तिमीहरू बाँच्छौ केटा। यहाँ खस्यौ तिमीहरू पुलबाट यहाँ खस्यौ। नैतिकबाट लाइफ एडभाइस है। त्यहाँ
अलिअलि तैरिँदै बाहिर निस्किँदै गयो नि त्यहाँ पुग्छ यो केटा हो त्यो केटा हो बुझा केटा हो त्यो बम्पी खेल्ने र त्यो समूहमा खेल्नेको डिफ्रेन्स है त्यो केटा हो ल पिस आउट सेती खोलामा हामी छौँ हामी अहिले चाहिँ दोबिला भन्न आएछ दोबिला त माथि हो त्यो बाटो त ब्रेक त्यो चाहिँ कुन खोला रे फुर्से खोला यो चाहिँ केटा हो ल पौडी खेल्ने हामी पौडी खेल्नेको ल पौडी खेल्ने छु त्यहाँ माथि हो अहिले चाहिँ बढेको छ है ए दोबिला त यता पो बिर्सेको म त डाउन टु अर्थ पर्सन है डाउन टु अर्थ पर्सन है डाउन टु अर्थ साइकल चाहिँ मङ्कीको है दोबिला लाइन त यतापट्टि हो कि त उता हाड यस्तो सिक्दा यही होइन जस्तै खै मलाई नि त म त यता हेर्दै चाहिँ यता हुन्छ म यसका यता हेरेर यस्तो नयाँ एक्सिडेन्ट देखिरहन पाउनुहुन्छ त्यो र हाम्रो केचप विथ ससलाई सब्सक्राइब गर्नुहोस् हामी चाहिँ अब चल्दैछ दोबिला भनेर दोबिलै नै भिरा र पहिरो खोलाको बाटो नमान्नु डराएर ए भिरा र पहिरो खोलाको बाटो नमान्नु डराएर नफुल्नु माया मनभरि फुल्यो यो जुनी तिम्रै भर हौ नफुल्नु माया मनभरि फुल्यो यो जुनी तिम्रै राइट नाउ वेयर एट दोबिला खोला है यो चाहिँ खास फुर्से खोला हो अनि यहाँनिर आएर चाहिँ अगाडिपट्टि फुर्से खोलासँग दोबान छ त्यही भएर यसलाई दोबिला भनिन्छ लडेन भन्दै साथी आजको लागि यति नै अब हामी घर जान्छौँ बिचमा केही भइहालेछ भने चाहिँ म बनाउँछु के अरे नत्र बनाउँदिनँ त्यस्तै हो दादा अल्छी छ